म रविजीलाई भन्न चाहन्छु, उपसभामुख दलितलाई बनाइदिनु। किनभने हाम्रो देशमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख अनि उपसभामुखको कुरा गर्ने हो भने दलित छ। एकजना दलितलाई बनाउन, संसदमा दलितको कुरा उठाउनु भयो, म उहाँलाई धन्यवाद दिन चाहन्छु। तर दलितलाई अधिकार दिनुपर्छ भनेर ऋषि ढङ्गलाई रिपोर्टर्समा धेरै बहस गर्यो। मैले त तपाईँ हेर्नु होला एउटा भिडियो, अब यो देशमा दलित प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्छे म हुँ। अहिले सभामुख बन्नुभयो दिव्य अर्यालजी, उहाँलाई म बधाई दिन चाहन्छु। मेरै जिल्लाको धादिङको म खुसी भएको छु। दिव्य एकजना दलितलाई बनाउन, उपसभामुख सबै दल मिलेर राष्ट्रिय सहमति गरौँ, दलितलाई देशको प्रधानमन्त्री बनाऊ। अर्को निर्वाचनपछि ऋषि ढङ्गला त्यसमा जान तयार छ, सहयोग गर्न तयार छ, साथ दिन तयार छ। दलितको अधिकार उठान गर्ने, उनीहरूलाई सहयोग गर्ने, उनीहरूको माग सम्बोधन गर्ने, दलितलाई अधिकार दिने, सक्षम बनाउने, नेतृत्वमा पुर्याउने। हिजो रविजीले माफी माग्नु, दलितहरूलाई हामीले अधिकार दिनुपर्छ, विभेद छ, अन्याय छ, अत्याचार छ। हाम्रो देशमा दलित अहिलेसम्म प्रधानमन्त्री बन्न पाएको छैन। किन? अब बनाऊ, एउटा सहमति गरौँ। अबको राष्ट्रपति छ नि रामचन्द्र पौडेलपछि सबै मिलेर दलितलाई बनाउँ त। नेपालमा दलित राष्ट्रपति भयो, एउटा उदाहरण होस्, विश्वव्यापीमा जाओस् न सन्देश। त्यो काम गर्नु क्या। होइन, हुँदैन। यहाँ अधिकारको कुरा आयो, दलितहरूले अधिकार पाएनन् क्या। दलितहरूमाथि अन्याय भयो, अत्याचार भयो, शोषण भयो। इनिसा माथि बलात्कारपछि हत्या भयो। सबभन्दा पहिला ऋषि ढङ्गलाले बोल्यो, निर्मला पन्तको बलात्कारपछि हत्या भयो, सबभन्दा बढी ऋषि ढङ्गलाले बोल्यो। प्राइम छ नि अन्तर्वार्ता पनि गर्यो। साक्षीको तपाईँलाई थाहा छ, उनले भने नि त म साक्षी हुँ भनेर। मैले भन्न खोजेँ किन हाम्रो देशमा बलात्कारीलाई कडा से कडा कारवाही गर्नुपर्छ, कानुन बनाउनुपर्छ। म तपाईँहरूलाई के भन्छु भन्दाखेरि अहिले सरकारको विरोध काङ्ग्रेस एमाले गर्न मिल्दैन। 100 दिन काम गर्न दिनुपर्छ क्या। यो सरकार बनेको 7 दिन भएको छैन विरोध गर्ने। 100 दिन त काम गर्न दिउँ। सकारात्मक सोच राखौँ साथीहरू। मेरो अनुरोध छ, तपाईँलाई म स्यालुट गर्न चाहन्छु, अभिनन्दन गर्न चाहन्छु। कर्णालीको विकास गरौँ, मधेस प्रदेशको विकास गरौँ, स्वास्थ्य र शिक्षा निःशुल्क गरौँ, दिनदुखी गरिब असहाय जनताको लागि काम गरौँ न। अब मेरो एजेन्डा छ भ्रष्टाचारलाई कारबाही, सुशासन। म तपाईँहरूको साथमा छु। तपाईँहरू माथि अन्याय भयो भने सबभन्दा पहिला सडकमा सञ्चारकर्मीलाई साथ दिन ऋषि ढङ्गला आउनेछ भन्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त, नमस्कार।